नर्थ एबिसी जाने प्लान गर्दै हुनुहुन्छ भने यो भिडियो सेभ गरिहाल्नुहोस्। फर्स्टमा त एक दिन अगाडि नै गुङ्गोबु बस पार्क गई बुरुङ तातो पानीको बसको टिकट काट्नु होला। भोलिपल्ट 5 बजेतिर बस हिँड्छ अनि एकैचोटी बिहान 6 बजेतिर बुरुङ तातो पानी पुग्छ। यताबाट जिप लिनु पर्ने हुन्छ जसको कस्ट 8000 रुपैयाँ लाग्छ। जिप बारे धेरै नै कन्फ्युजन भइरहेको छ भने कमेन्टमा गई जिप लेख्नु होला र म कम्प्लिट डिटेल्स हजुरलाई इनबक्स गरिदिन्छु। जिप लिएर हुङखोला जानुपर्ने हुन्छ जुन अराउन्ड 1.5 देखि 2 घण्टा लाग्न सक्छ। हाम्रो ट्रेक नीलगिरी हाइड्रो पावर प्रोजेक्टको लागि बनाइएको हुङखोलाको ड्यामबाट सुरु हुन्छ। लगभग 1.5 घण्टा भित्र गुरासे डाँडा पुग्नुहुन्छ। यताबाट ओह्रालो झर्दै अहिलेको पपुलर फुतफुते झरना 10 देखि 15 मिनेटमा पुग्नुहुन्छ। यता एकछिन रमाउनुस् र अर्को आधी घण्टा हाइक गरेपछि सादी खर्क पुगिहालिन्छ। हाइक अझै कन्टिन्यू गर्नुस् र पञ्च झरना हुँदै गुफा फाट जाने उकालो लाग्नु होला। अब 2 देखि 2.5 घण्टा अझै हिँड्नु भयो भने स्काई केभ र रेड वाटरफल हुँदै हजुरहरू बुस्केट मेला पुग्नुहुन्छ र आजको नाइट यतै स्पेन्ड गर्दा हुन्छ। ट्रेकको सेकेन्ड डे बिहानै उठ्नु होला र धर्मशाला, सुनखोला र कागबुसुन्डी डाँडा हुँदै हजुरहरू 2 देखि 2.5 घण्टा भित्र पञ्चकुण्ड ताल पुग्नुहुन्छ। अब टाइम वेस्ट नगरी 20 मिनेट जति अझै हिँड्नुस् र अन्नपूर्ण फर्स्ट बेस क्याम्पसम्म पुग्नु होला। यता आरामले टाइम स्पेन्ड गर्नुस् र फर्किने बेलामा पञ्चकुण्ड तालको बीचसम्मै पुग्नु होला। अब यतै खाना खाइसकेपछि तल झर्न रेडी हुनुस्। धेरै छिटो भयो कि क्या हो। आजको दिन यतै स्पेन्ड गर्दा पनि भयो। अनि यदि हजुरहरूलाई फर्स्ट डे नै ढिलो भयो या दिउँसोतिर वेदर राम्रो नभएको खण्डमा सादी खर्क या गुफा फाट बस्दा पनि हुन्छ। सेकेन्ड डे आरामले पञ्चकुण्ड तालमै बस्नु होला र बेस क्याम्प भोलिपल्ट बिहानै जाँदा बेटर हुन्छ। हामी तलै झर्ने निर्णय गर्यौं। लगभग 4 देखि 5 घण्टा भित्र सेम बाटो हुँदै हुङखोला फर्किन सक्नुहुन्छ। 2 दिन लगाएर जानुस् या 3 दिन लगाएर जिप लिएर हजुरहरू तातो पानी नै फर्किन पर्ने हुन्छ। अनि यहाँसम्म आएपछि बिहानै उठी नेचुरल हट स्प्रिङ पनि मिस नगर्नु है त। टाइम मिल्छ भने नार्च्याङ झरना पनि जाँदा भयो। अब यहाँबाट काठमाडौँ फर्किन भने कि त मुस्ताङबाट आइपुग्ने गाडी कुर्न पर्ने हुन्छ, हैन भने हामीले जस्तो यहाँदेखि पोखरासम्मको पब्लिक बसमा चढ्नु होला। पोखराबाट हाइस्टमा सेम डे काठमाडौँ फर्किदा हुन्छ। यो 3 डेजको ट्रिप हामीले 10,000 मा कम्प्लिट गर्यौं। तर अझै एक दिन थप्नु भयो भने खर्च 14 to 15,000 सम्म पुग्न सक्छ। नर्थ एबिसी बारे अझै डिटेलमा बुझ्न चाहनुहुन्छ भने मेरो यो युट्युब भिडियो चाहिँ मिस गर्दै नगर्नु होला।